आज हामी फुल बनाउने छौँ र यो फुल तपाईँहरू पार्टी र एनिभर्सरी मा एकदमै एउटा आकर्षण अतिथिज्यूहरूलाई गर्नेछ र यो एकदमै नेचुरल फुलबाट हामी बनाउने कोसिस गर्दैछौँ। यहाँ सयपत्री फुल म काटिरहेको छु र केही सयपत्री फुलबाट म तपाईँलाई आज एकदमै आकर्षण फुल बनाएर देखाउने छु। र हाम्रो यस ठाउँमा विभिन्न प्रकारको फुलहरू हामी रोपेको छौँ र यो फुल चाहिँ मानिसहरूलाई एकदमै सुन्दर आकर्षण गर्न मद्दत गर्दछ। हामी हेर्दछौँ विभिन्न ठाउँमा विभिन्न प्रकारको फुलहरू रोपेको हुन्छन्। आज मानिसहरू आफ्नो घर दैलोमा विभिन्न प्रकारका फुलहरू रोपेका हुन्छन् र यसबाट हामी आज फुल बनाउने कोसिस गरेको छौँ। र यहाँ आँपको बोट छ, आँपको पातमा काटिरहेको छु र केही पातहरू काटेर म फुल बनाउने छु र अझै पनि यहाँ फुलहरू रहेको छन् र यो फुलहरू यहाँ गुलाबको फुल छ, एकदमै आकर्षण गुलाबको फुल रहेको छ र यहाँनिर अझै म अर्को फुल काट्दैछु। भर्खर एउटा फुल आएको थियो, मैले त्यो लिएको छु र यहाँ पातबाट म फुल बनाउने कोसिस गर्दैछु। तपाईँ हेर्दै गर्नु साथीहरू, यो फुलबाट हामी आफ्नो कार्यक्रममा आफ्ना आमन्त्रित व्यक्तित्वज्यूहरूलाई हामी आदरको साथ हामी उहाँहरूलाई यो फुल दिनेछौँ र एउटा एकदमै अतिथि सत्कार जस्तै आकर्षण गर्नेछ भन्ने हामी मान्दछौँ। यो यसरी हेर्नुहोस्, यो गेँदाको फुलबाट मैले आँपको पातबाट फुल बनाएँ। त्यसै गरी म अर्को फुल पनि बनाउन चाहन्छु, बनाएर देखाउँछु। हेर्दै गर्नुहोस् साथीहरू, पात सकिएको छ, त्यस कारण फेरि म पात काट्न जाँदैछु। फेरि काटे पात मैले यहाँ म पात कटिङ गर्छु कैँचीले। यसरी दुईतिरबाट पात काट्नुपर्छ र यो पातलाई हामी मोड्नेछौँ। हेर्दै गर्नु, एकदमै हजुरहरूलाई पनि यो काम लाग्न सक्छ। विभिन्न ठाउँमा विभिन्न कार्यक्रममा हामी यो फुल यसरी बनाएर हामी आकर्षण गर्न सक्छौँ। यो मैले फुल राखेँ सयपत्रीको, यो हेर्नुहोस् कति राम्रो सुन्दर देखिएको छ। त्यसै गरी अर्को पनि म फुल बनाउने छु। यहाँ पात काटेँ मैले, यसरी मैले पातलाई मोडेर फेरि घुसाएको छु। हाम्रो तपाईँ आशिष इन्टरप्राइजेस नेपालमा सब्सक्राइब गरिदिनु हुनको लागि म अनुरोध पनि गर्न चाहन्छु। साथीहरू, यसरी हामी फुल बनाएँ र यो फुललाई हामी एकदमै आदरको साथ हामी आफ्ना आमन्त्रित व्यक्तित्वज्यूहरूलाई हामी यसरी हामी चाहिँ उहाँको हातमा दिएर अथवा उहाँको गोजीमा यसरी हामी राखेर एकदमै सुहाउँदो प्रकारले यहाँ हामी राखेको छौँ। एकदमै सुन्दर देखिन्छ।